हेलो गाइस, गुड मर्निङ सबैजनालाई। र अहिले लगभग 8:30 जति बजेछ र आज चाहिँ यो मेरो फर्स्ट ब्लग हो है। र तपाईहरुले मन परेमा लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनुहोस् है। र आज हामी एउटा ठाउँमा घुम्नु जानु आँटेको छौं है। र भिडियोलाई तपाईले पुरा हेरिदिनुहोस् है। र कहाँ जानेवाला छु त्यो तपाईले भिडियोमा थाहा पाउनुहुन्छ है। हिँडिसकेको छौं है घरबाट र लगभग अहिले 15-20 मिनट चाहिँ भइसक्यो र बिचमा चाहिँ मैले भिडियो बनाइन है। र यहाँ आदिदेखि बनाएको छु र आजको मौसम तपाईले हेर्न सक्नुहुन्छ यस्तो छ है। एकदमै धुम्म, चिसो पनि चिसो छ एकदमै बाहिर है। र हामी कहाँ जानेवाला छौं तपाईले यो भिडियोमा हेर्नुहोस् है, थाहा पाउनुहुन्छ। र आज हाम्रो ड्राइभिङ गर्नुहुने चाहिँ यहाँ अङ्की हुनुहुन्छ है। र म चाहिँ यहाँ बसेर जाने हो एकदमै है, आराम गरेर। र ड्राइभिङ चाहिँ हाम्रो अङ्कीले नै गर्नुहुन्छ है। र तपाईलाई अगाडिको म भिडियो देखाउनेवाला छु है। तपाईले भिडियोलाई फुल हेरिदिनुहोस् है। र मौसम चाहिँ हेर्न सक्नुहुन्छ एकदमै चिसो छ, धुम्म छ। हेर्नुहोस् पारी केही पनि देखेको छैन है। पानी चाहिँ नपरोस् भनेर नै छ है। पानी पर्यो भने चाहिँ फेरि हाउडे हुन्छ है सबै। हेर्नुहोस् तपाईले मौसम आजको। गाइस हामी चाहिँ लगभग आधी बाटो पुगिसकेका छौं। हामी आज जहाँ जानेवाला छौं है। र तपाईले हेर्न सक्नुहुन्छ अगाडि बाटो यस्तो छ, मौसम यस्तो छ है, जग्गा यस्तो छ। कतिजना थाहा पाइसक्नुभयो होला हामी कहाँ जाँदैछौँ है। र भिडियोलाई तपाईले अन्तिमसम्म हेरिदिनुहोस् है। आज म फुल भिडियो बनाउनेवाला छु। माथि हामी जुन ठाउँमा जान्छौँ त्यो ठाउँको है। र तपाईहरु सबैले हेरिदिनुहोस् यो मेरो भिडियोलाई भनेर भन्न चाहन्छु। मौसम चाहिँ यहाँ पनि यस्तो चाहिँ धुम्मै छ आज चाहिँ। बाटो चाहिँ तर यहाँ दामी छ नि। हेर्नुहोस् मजा आउँदैछ कि गाडी कुदाउनु। यहाँ चाहिँ हेर्नुहोस् ल, बाटो एकदमै ठुलो छ है। कुदाउनु चाहिँ मजा आउँछ गाडी चाहिँ, किनभने अब जग्गा ठुलो छ, रोड ठुलो छ है। तर अब जति सक्दो स्पिड चाहिँ नकुदाएको बेस्ट हो है। किनभने स्पिडमा चाहिँ अब कति ब्रेक फुल्ने चान्स हुन्छ र कति स्पिडमै हुन्छ सबै गाडीहरू प्राय है। तर आफ्नो जति सक्छ लिमिट त्यति कुदाएको चाहिँ अब राम्रो हो, सक्यो भने चाहिँ है। तर ओभर स्पिड पनि कुदाउनु चाहिँ हुँदैन है। यहाँ हेर्नुहोस् तपाईले मौसम आजको यस्तो चाहिँ हाम्रो सिन चाहिँ। ड्राइभ गर्दैछ गाडी चाहिँ। म चाहिँ बसि नै रहेको छु है। आज चाहिँ उहाँ अङ्कीले नै ड्राइभ गर्नेको छ गाडी चाहिँ। र तपाईँलाई अगाडि ब्लगमा के हुन्छ म देखाउने छु है। तपाईँहरू भिडियोलाई फुल हेरिदिनुहोस् है। आज चिसो छ एकदम मौसम चाहिँ है बाहिर चाहिँ। यो पर रोक्नु न त, दामी है पर रोक्नु न। त्यो गाडी आउँदैछ र माथिल्लो साइडै रोक्दैछ, इन्डिकेटर दिएन त्यो गइहालोस्। यहाँ रोक्नु तल्लो साइडै राखेको भएछ। यहाँ र सेपमा यहाँ ढुङ्गा झर्दैन, यहाँ झर्दैन सिक्न। हामी चाहिँ यहाँ लगभग आधी बाटो आइसकेको छौँ है। र तपाईहरु
उताको दृश्य पनि म देखाउनेवाला छु है। यहाँ चाहिँ के छ भनेर यहाँ हेर्नुहोस् पछाडि ड्याम्मै हिउँ परिरहेको छ है। हेर्नुहोस् अङ्की यता हेरिदिनु न। हेर्नुहोस् है पछाडि हिउँ हेर्नुहोस् तपाईँले कस्तो दामी परिरहेको छ। पारीको दृश्य हेर्नुहोस् है एकदमै सुन्दर अनि राम्रो छ। हिउँ ड्याम्मै परिरहेको छ है पारी चाहिँ। र यस्तो छ रोड चाहिँ यता चाहिँ छैन रोड साइडपट्टि चाहिँ है। पारीमा चाहिँ हिउँ परिरहेको छ है। र अब यहाँदेखि चाहिँ हामी उम्बो जानेछौँ है। र तपाईँलाई भिडियोमा म देखाउनेवाला छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले है। जुन चाहिँ हाम्रो यहाँ सानो सानो यो झार अथवा रुखै भनौँ है त्यसमा चाहिँ आइस चाहिँ ड्याम्मै जामेको छ है यो पहाडमा। हेर्न सक्नुहुन्छ चिसो हुन्छ है त्यो मौसम चाहिँ यस्तो छ पुरा एकदम चिसो लागिरहेको छ है झारहरू चाहिँ। यहाँ हेर्नुहोस् आइस चाहिँ यसरी जामिरहेको छ। चिसो है जग्गा ड्याम्मै रहेछ यहाँ चाहिँ फेरि। चिसो छ गाइस चिसो हातहरू एकदम चिसो भइरहेको छ। जाउँ अब जाउँ। अब हामी चाहिँ फर्किँदैछु है। यहाँ अब आइस हिउँ त त्यति छैन रहेछ यस्तै झार जङ्गलहरूमा अब शीतहरू यस्तो जन्मेको अथवा आइस चाहिँ यही माथि मात्रै छ है। यहाँ चाहिँ डल्लै ठाउँमा भरेको रहेछ। अब यहाँ हामी फोटोसोटो पनि खिचिहाल्यो है। अब चाहिँ हामी फर्किँदैछौँ। तपाईँले हेर्दै गर्नुहोस् भिडियो है। अनि हामी अगाडि गएको पनि अलिक भिडियो तपाईँलाई फुल भिडियो देखाउनेछौँ। अहिले चाहिँ हामी यहाँ अलिकति रोडदेखि चाहिँ रोड चाहिँ यहाँ माथि छ है। र रोडदेखि चाहिँ अलिक तल आएका छौँ। किन भन्दा चाहिँ यहाँ पहाडी चाहिँ हिउँहरू छ है। म तपाईँलाई देखाउने छु हेर्दै गर्नुहोस् भिडियोलाई। यहाँ हेर्न सक्नुहुन्छ है हिउँ यस्तो चाहिँ हिउँ चाहिँ अम्बो हात चिसो हुँदैन। यो चाहिँ ड्याम्मै छ हिउँ चाहिँ हेर्नुहोस् यस्तो छ। यो पहाड हेर्नुहोस् एकदमै हिउँले भरेको छ है। यहाँ पनि भुइँतिर पनि पुरा रहेछ।
ढुङ्गामै रहेछ है यहाँ ढुङ्गामै रहेछ है यो त ढुङ्गामै चिप्लिन्छ है त्यहाँ मुनि के हुन्छ नि फेरि यता जानु नि हो त चिप्लिन्छ नि माथि चढ्यो पनि होथेनु सिर माथि माया पिराती होथेनु सिर माथि गाइस अब चाहिँ यो भिडियोको म एन्ड गर्न चाहन्छु है र आजको भ्लग चाहिँ मेरो यति नै छ यति बेला हामी फर्किँदैछौँ है यहाँ तपाईँलाई देखाउनुभन्दा पनि मौसम एकदमै बिग्रेको छ है अगाडि हेर्नुहोस् केही पनि देख्दैन पुरै अँध्यारो भइसक्यो है हामी यहाँ 5-6-7 माइलमा पुगिसक्यो तल है र तपाईँले भिडियो फुल हेरिदिनु भएकोमा धन्यवाद छ है र मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब मेरो यो नयाँ भिडियोलाई गरिदिनुहोस् नयाँ च्यानल अनि नयाँ भिडियो हो है फर्स्ट भिडियो तपाईँले मन परेमा लाइक गरिदिनुहोस् है सब्सक्राइब गरिदिनुहोस् र सेयर गरिदिनुहोस् है हुन्छ थ्याङ्क यू धन्यवाद छ सबैलाई।